के भाव हो भने हामी उताको त्यो कम्पनीलाई 1200 मा खाएको एकदम मिठो हुन्छ कि ट्राउट माछा पनि हेऱ्यो गाउँघरतिर यहाँ चाहिँ ठ्याक्कै यो ठाउँलाई चाहिँ के भन्छ दाइ छुट्ने खोला छुट्ने खोला गोटीखेल पुग्न अझै हामी 10-12 किलोमिटर बाँकी छ दाइलाई आज पठाउमा लिएर आएको घुम्ने जस्तो पनि भयो रमाइलो भयो खोला बाटो हिजो अलिकति पानी पर्यो भएर है नभए राम्रो हुन्थ्यो गोटीखेल आइपुग्यो थाहा छ पठाऊ सब भत्किएछ ऊ त्यो बाटोबाट माथि गयो भने कालेश्वर म अहिले सबै देखाउँछु अहिले अब अहिले पछाडि अलिअलि गरेर खिच्दै जान्छु है पठाउ लिएर आएको थिएँ भाइको यहाँ मालपोतमा काम रहेछ राम्रै हो फर्केर गिटी डराउने कि बुढो मान्छे होइन हजुर भाइ त फेरि ल्याउनु नि तपाईँहरूले लघु वित्तीय थुप्रै पो आयो थुप्रै पो आयो टन्नै आयो ओ उहाँ रहेछ पुलिस चौकी धन्न बच्या रहेछ पुलिस चौकी त्यहाँ तपाईँ त लगाइहाल्यो अरू पछि खाना उतै हो खानाहरू अर्डर दिनुपर्छ कि के छ ए अलरेडी हुन्छ अलिक पछि हुनुपर्छ ठिक्क 11 बजेतिर खाने कि के छ कामको टाइममा के खानु फेरि
खोला हेर्न जाउँ न खोला हेर्न जाउँ खोला हेर्न जाउँ ऊ त्यो बैतनी धाम पुगेर आउनु स्कुल यहाँबाट जाउँ आउनु त्यो तल घुमेर आउने आउनु यहाँ त जग्गाहरू पनि कस्तो सस्तै होला है यहाँ त छैन कति दाइ यहाँ कति भन्छ यहाँ त कति रोपनी चल्छ होइन आनाको 7-8 त यहाँ त महँगो भयो नि महँगो भयो नि बजारै भए पनि महँगो पर्यो नि के अरे आनाको 7-8 मा यहाँ यस्तो पर्छ भने त हाम्रैतिर चापागाउँमै किने भइहाल्यो होइन बरु रोपनीको चाहिँ 7-8 होला कि बजारमा दिएन भने हो सुन्नु अहिले चाहिँ खानामा कति वर्ष यहाँ भनेर सुन्नु पुरै बगाएको रहेछ है बगर तामाम ओ त्यहाँ झुलङ्गी पुल त्यहाँ रहेछ बैतनी धाम ऊ त्यही त हो नि मु यही त हो नि बैतनी धाम आउनु यताबाट बाटो छ यतैबाट त नि आउनु माथितिर लाग्ने आएको बेला यसो घुमिदिउँ न कहिले कहिले हजुर हजुर ल ल ल हस् ल ल हुन्छ हुन्छ ल म त्यही तपाईँलाई त्यही पसलमै भेट्छु ल हस् गाउँघरतिर घुम्नु नै छुट्टै विशेष मजा आउँछ कि जसरी पनि काम सकिने होइन काम अब उसको सकिने कहिले हो अलिक टाइम लाग्छ र त्यही भएर हामी चाहिँ गाउँ घुमाउँ होइन ल हेर्नुहोस् सब कति भत्किया रहेछ त बाढीले खाला खुलोपै पारिदियो होइन
बैतरणी धाम फुलहरु पनि सबै लगाएको छ केही छैन केही पुलिस चौकी माथिबाट आएको ट्रेन आउँछ बगर बगर यो बाला उठा 시즈가 전화 와서 굴쩍이다 나오라 केही छैन केही बैतरणी धाम जाने चलेंगे पुल पुरै पगार这个辛苦个来छ्याउ प्रकृतिले चाह्यो भने जे पनि हुन्छ जे पनि गर्छ कसलाई दोष दिने सुक्खा ललिए मग पानी छैन अब यो बर्खा टाइममा आउँछ भोलिपछि हात टेकी घुम्ले यो बनाउने कहिले अब अब टाढो दु हुन मरेको
अस्पताल घर सबै खत्म पिपली बोटे आएपछि ढलेजोहरूलाई कहिले बनाउने अब यो